त्यो भएर हो क्या न त नि ह्यान्डसमै हो नि म होइन सक्छ त कोही बुढी रहन्छ घरमा अहिले थर्काएन बुढी अहिले थर्काइ त मागिहाल्छ त्यही पनि केही छैन काका गोर बिजुलीको पोलमा कौवा यही हुन्छ अगाडि बाटोमा सारी यो साल कन्टेन्ट नमिलेर खराब भइसक्यो जिन्दगी कन्टेन्ट बिनाको भिडियो बनिरह सकेसम्म कन्टेन्ट मिलोस् भन्ने कामना हो मेरो कन्टेन्ट कोही छैन नि कन्टेन्ट क्रिएट गर्ने झ्याउ लाइसक्यो यो मेरो फर्स्ट भ्लग हो भन्ने पनि नमिल्ला तर फर्स्ट भ्लग होइन यो भिडियो बनाइराख्छु भिडियो बनिरह तर कन्टेन्ट मिलिरहेन सो अब गुवाला जान्छु गुवाला गएर अलिअलि भिडियो बनाउँछु हेलो वेलकम ब्याक टु माई न्यू भ्लग एन्ड न्यू एपिसोड लङ टाइम पछि फेरि भिडियो बनाऊँ भन्ने मन भयो बनाउन लाग्यो सो अहिले चाहिँ घरदेखि गर्मी छ के बोले भाइ के बोले के छ थाहा बोले देखि भर्खर आएको गर्मी छ त्यो भन्न खोजेँ है वास्तवमा अनि भनेमा मात्र अलि भन्न गाह्रो हो सो जाउँ भाइ र म छौँ गएर फेरि घरमा काम त्यत्तिकै छ काम गरेर फेरि फर्केर आउने हो बल्ल त्यो एउटा भाइको ब्यालेन्स फुटिसक्यो रियाक्सन हेरौँ यहाँ छ ब्यालेन्स खोज्नु गयो त्यहाँ ल्यासी आजको दिन कस्तो हुन्छ कस्तो रहन्छ हेरौँ सो जाउँ सिधो आऊ कहाँ छ अनि के भन्नु आइफोन आउने भने क्यान्सल भयो अब आइफोन आउनु होला आइफोन पछि आउँछ होला झ्याउ छ भिडियो त बनाइराख्ने हो छाड्दिनँ भिडियो त होइन सो हाम्रो भागीश्रीको छोरा यहीँ होला नि थाहा छैन हेलो आइफोन यही रहेछ आइज सो जानु भने मालिक भागीश्रीको आइज है कानमा हेर नि टप हिरा भन्छ के अरे कति गरेको अरे 3 करोड सक्नुहुन्छ RR7 ब्लगले बाइक राइड पनि हान्छ गेम पनि हान्छ यिनको पसल हो ल एउटा मार्छु मैले मार्दिन हेलो कन्टेन्ट गर्छ होइन दाइलाई चाहिँ होइन म चाहिँ कस्तो भने चाहिँ भ्लग नि बनाउने होइन टाइम भएको चाहिँ ट्याक्क गेम पनि हान्छु अनि त्यही नै हामीलाई चाहिँ यस्तो सबैले हान्नु पर्यो अनि RR भ्लग 7 अनि हाम्रो किरण भ्लग्स 06 होइन अनि ट्याक्क लाएर हान्नु पर्यो एकछिनमा गेम हान्छु है फेरि हल्का खेल्न त आउन्न होइन मोबाइल हानिदिएको फेरि आइफोन किङ लामा यस्तो हो कि खासमा कस्तो भनेपछि गाउँको के ठ्याक्क अब भनौँ न सानो अनि आफ्नै ठाउँलाई एक्सप्लोर गरौँ अनि आफ्नै ठाउँमा केही गरौँ भन्दा के अब कस्तो बुझ्नुहुन्छ होइन त्यस्तै भनौँ न हामी चाहिँ अनि त्यही खालको हामी चाहिँ भ्लग हाल्छ अनि म चाहिँ अहिले चाहिँ हाल्न पाएको छैन टाइम नै भइरहेको थिएन नि त अब चाहिँ पुरै खाली छु अब चाहिँ जेस भ्लग आउँछ होइन 2 भाइ टक्क राइडमा जानुपर्छ पारेर हान्नुपर्छ होइन नेपालको जाँदाखेरि हेलमेटको प्राइस हेलमेटको प्राइस एकछिन रोक्नु न सँगो हेलमेट त कहाँ किन्छ हाम्रो हेलमेट चाहिँ होइन हेलमेट सस्तो होला होइन हेलमेट चाहिँ सस्तो होला म मान्छु कि बट हाम्रो हेलमेटमा चाहिँ कति चाहिँ छ भनेपछि लगभग अब यहीलाई पर्छ होइन यही माउन्ट किनेपछि मात्र पर्छ कि 11-12 सय लगभग पर्छ होला कि सायद अनि यसलाई अब मानम 1K को यो पर्छ अनि 1K को यो पर्दिहाल्छ अनि यो नामहरू यताउता लेख्ने बेला अनि यो लाइटलाई चाहिँ 500 परिहाल्छ कि वान पिस हाम्रो सायद हाम्रो योमा 1 पिस नै होला कि ट्याग लाएर चेन्ज नै हुन्छ होइन ट्याग लाएर धेरै कलर चेन्ज हुन्छ भनौँ न यो चाहिँ मन पर्यो मलाई ए हो ग्रिन वाला यो माने खतरा बबल हान्छ नि त फेरि सही यस्तो छ हेलमेटले चाहिँ खाइसक्यो जस कति खायो 7-8 के जति खायो होला 1 पिस हेलमेट हो कि हाम्रो ठाउँमा होइन यो साल कन्टेन्ट नमिलेर खराब भइसक्यो जिन्दगी कन्टेन्ट
बनाएको भिडियो बनिरह सकेसम्म कन्टेन्ट मिलोस् भन्ने कामना हो मेरो। कन्टेन्ट कोही छैन भने कन्टेन्ट क्रिएट गर्ने। झ्याउ लाइसक्यो। घर जानु पर्ने भयो। यो मेरो फर्स्ट भ्लग हो भन्ने पनि नमिल्ला, तर फर्स्ट भ्लग होइन। यो भिडियो बनाइराख्छु, भिडियो बनिरह, तर कन्टेन्ट मिलिरहेन। सो अब गुवाला जान्छु, गुवाला गएर अलिअलि भिडियो बनाउँछु। के छ र होइन? लेट्स सी भोलिको दिन, आजको दिन कस्तो हुन्छ मेरो। अब भोलि पनि भिडियो बनाउने हो, आज पनि भिडियो बनाउने हो। आज बनाइदिउँ भन्ने कुरो भयो, बनाइदिएको कन्टेन्ट नै मिलिरहेन। हाम्रो घर दाइरा भाउजू बाइकमा सरर जान लाग्नुभयो। काका गोर बिजुलीको पोलमा कौवा यही हुन्छ। अगाडि बाटोमा सारी, भन्न बुढी रहन्छ घरमा। अहिले थर्काएन बुढी, अहिले थर्काइ त मागिहाल्छ, त्यही पनि केही छैन। पावर ब्याङ्क लगेर जानु छ। आज मोबाइलमा चार्ज छैन होइन गाइजहरू। टुली फेरि मैले आजभोलि लगाएको किनभने गर्मी बोली छ। यस्तो गोरो मान्छे फेरि डार्क हुनसक्छ, कालो होइन। कति पर्सेन्ट पुग्छ हो, पुग्छ मलाई। जान्छु म माथिदेखि चार्जर लगेर। घरमा बडी रिसाइसकेको छ, अब भाग्नुपर्छ। एभ्रिवान, मलाई घरदेखि अहिले आइसकेँ। भनौँ न गाउँठाउँ हरियो परियो देखिरह। अब के गर्नु, जानै पर्यो। अरूभन्दा पनि कन्टेन्ट नमिलेर यहाँ गाह्रो भइरहेछ। घरदेखि टाढा गइकिन्न, त्यो भएर हो क्या। न त नि ह्यान्डसमै हो नि म, होइन? सक्छ त कोही सोझाउँ गएर तपाईँलाई बेलुकाको भ्यू पनि देखाउँछु तपाईँलाई। हामी चाहिँ वास्तवमा यहाँ फुटबल खेल्छौँ। फुटबल पहिले थियो, अहिले फुटसल हो। फुटसल खेल्छौँ यहाँ। के भनौँ र, अरू त यस्तै भयो। आजको दिन पनि खराब गयो क्या, खराब। घरमा काम छ, फोन गरिहाल्छन् त नभनौँ। फेरि भिडियो हेरेर फेरि भिडियो बनाउँदा नि अरू दिन जान्न देला नै गाह्रो छ। यही नहीं, अभी और सुनिए। त्योभन्दा भिडियो त बनिरहेको छ, यसै हल्लिन्छ मोबाइल। देख्यौ केटा हो? यही हो गाह्रो। एन्ड्रोइड चलाउने मान्छेको कहानी एकदम गाह्रो छ होइन। के भनौँ र। अनि भिडियोमा कसरी इम्प्रुभ गरौँ भन्ने बाटै छैन क्या। एउटै ठाउँलाई देखा, एउटै कन्टेन्ट छ। अनि घरदेखि टाढा निक्लिन्न, अनि बनाउने समय हुन्न भनौँ न। मुखबाङ गरौँ भने पैसा छैन, यत्तिकै देखाऊँ भने भ्यू जान्न। गाह्रो छ। हावा लाएर नि अहिले नसुनिर होला होइन। यस्तरी हल्लिरहेछ। बरु म भिडियो बनाउन अहिले बाख्रालाई यसरी चार्नु पर्ने अवस्था आयो। बाख्रा पनि बगालै भए। गाह्रो छ यति धेरै बाख्रालाई स्याहार सुसार गर्न भन्यो भने। 1-2 दिन वाला आउँछु, थाहा छैन मलाई। राम्रै छ, ठिकै छ। के भनौँ। त्यसको दाना पनि देखाउनु हुन्थ्यो, दाना पनि सुकिसक्यो, खसी भइसक्यो। गाह्रो छ। गाह्रो नथर्कायो भने फेरि मान्दैनन्। यता के गर्नु क्या, के भिडियो बनाउनु भने। भिडियो बनाउने ठाउँै छैन, बाटै छैन। त्यही पनि हाल्छु भिडियो त। हाल्न त कहाँ छाड्नु के भिडियो त। बाख्राहरूलाई यस्तो गर्नुपर्छ, मकै हालिदिनुपर्छ, चराउनुपर्छ। के गर्नु, भ्लग यस्तै हो।
भिडियो चाहिँ बनाउनै पर्ने हो क्या, किनभनेपछि अब ब्लग क्षेत्रमा गएपछि अलिकति भिडियो बनाउने चाहिँ भित्रदेखि जाग्दो रहेछ। भिडियो बनाइराख्छु, सो भिडियो हेर्नु होला। अरू त के भनौँ, माया देखाइदिइराख्नु भएको छ, यति पनि यो माया पनि मेरो लागि ठुलो हो। अरू त के भन्नु छ र, अब कुनै बेला कुनै समयमा नयाँ मोबाइल आउला, नयाँ क्वालिटी आउला, नयाँ ठाउँ आउला होइन। यो भिडियो हेरेर नराम्रो कमेन्ट नगर्नु होला, किनभनेपछि अब मेहनत गर्दैछु, मेहनत गर्दै गर्दा अब कहिलेकाहीँ झुक्किन सक्छ, अब यही कन्टेन्ट हुनसक्छ। सो आजको भ्लग यहीँ हुन्छ, फेरि पनि नेक्स्ट भ्लगमा भेटौँला। त्योभन्दा पहिले हामी बन्द हुन्छौँ। जय नेपाल, पिस।